हिन्दू भएकै कारण जम्मू कश्मीरमा मारिए नेपाली सुदीप। विवाह भएको 6 दिनमै हिमांशीको जीवन उजाडियो। हिन्दू भएकै कारण भारतको जम्मू कश्मीरमा नेपाली सुदीप नेउपानेको हत्या भएको छ। घरको एक्लो छोरा बुटोलका 27 वर्षीय सुदीप शनिबार मात्रै आमा रिना नेउपाने, बहिनी सुषमा नेउपाने र ज्वाइँ युवराज सहित घुम्नका लागि भारतको जम्मू कश्मीर पहलगाममा पुगेका थिए। उनीहरू पुगेकै दिन पहलगाममा आतंकवादीहरूले पर्यटकमाथि उनीहरूको नाम र धर्मका बारेमा सोध्दै गोली हानेका थिए। द रेसिस्टेन्ट फ्रन्ट नामक आतंकवादीको आक्रमणमा 28 जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन्। मारिनेहरूको सूचीमा नेपाली सुदीप पनि रहेको सरकारी निकायहरूले नै पुष्टि गरेका छन्। घटनास्थलमा सुदीपको सवारी लाइसेन्स भेटिएपछि उनको पहिचान खुलेको थियो। उनकी हजुरआमा बाबुहरू भने अहिले पनि बुटवल 14 बेलफरियामा बस्दै आएका छन्। नातिको हत्या भएको खबर सुनेपछि वृद्ध हजुरआमा शोकमग्न छिन्। बिहान यही छोरा बुहारीहरू भित्र बाहिर गर्छन्, निला हुन्छन्। के भयो भने मैले मेसो पाइनँ, मैले त बल्ल बल्ल पकाउँदै थिएँ। पकाएपछि भरङ्ग सुनाइदिएँ, त्यहाँबाट हामीलाई बिहोल भइयो।